Hello, today we're gonna interview two women on gender-based violence, and we're gonna ask them about how is the situation in the community, if they have experienced gender-based violence in the past, and how they would approach if they face this. जस्तै अब कहिलेकाहीँ बुढाबुढीको जाग्रा भएर छुटेर बस्या पनि छ, टिकोस लिएर बस्या पनि छ। ठुक्क झै झगडाटा जस गर्ने परिहाल्छ। गाउँमा हाम्रो मिले एक ठाउँमा बसेपछि ठक्क जस गर्ने हुन्छ। त्यस्तो ज्यादा मर्न पर्ने नै बाध्यता कसैलाई नि भएको छैन। हाम्रै आफ्नै परिवारमा परेछ। अनि खाना नदिने, अब म कहाँ आएको जे आयो त्यही मुख छाड बोल्ने, निस्केर जा भन्ने, कुटपिट गर्ने, नचाहिने कुराहरू बोल्ने, त्यस्तो भइरहेछ। अझ पनि सरकारले अलिअलि अब श्रीमान नहुने अलिअलि भोटा पनि दिएको छ अहिलेसम्मलाई। त्यही भोटाको पनि अलिअलि चलाइरहेछ, अलिअलि दुःख गरेर पनि चलाइरहेछ, जेलापानी गरेर पनि चलाइरहेछ। कमाउनेहरूको आफ्नै उसँग अब कमाउँछन्, आफू खुसी गर्छन्, खर्च गर्न सजिलो हुन्छ। नकमाउनेहरूको त हस्बेन्डसँगै माग्नु पर्यो, छोराछोरीसँग माग्नु पर्यो। आफूले कमाए जस्तो चाहिँ हुँदैन उनीहरूसँग। अब श्रीमान श्रीमती नमिलाहरूलाई हेर्न पनि सरकारले नै हो। त्यस्तो परिवर्तन चाहिँ गर्छु उस्तो गर्छु भनिदिन्छ। पढ्नेलाई पढिरहन्छ, हेर्नेले हेरिरहन्छ, त्यस्तै हो। कारण के भने अब उसले अब आफै खाना पाउने, बस्ने ठाउँ माग्दा ओर्दा मलाई चाहियो भन्दाखेरि त्यही कारणले हो। पान भनेको त जसको नि अब धेरै जस्तो विदेशमै जानुहुन्छ, घरमा धेरै जस्तो बस्दैन। केही नपढ्या हेऱ्यो एउटा दुईवटा घरमा छ, पढ्ने जति छ सबै विदेश तरिरहेछ। कोही त महिलाहरू पनि छ, धेरै बढी चाहिँ पुरुषको छ। अनि हाम्रो अब न्यानी हिसाब बोलिदिने, अब यस्तो अब गल्ती गरेलाई यसले गल्ती गरेछ, यसले गल्ती नगरेलाई नि मान्छेले यहाँ गल्ती गरिरहेको छ, त्यसलाई गल्ती गरेछ भनेर छोप्ने पनि हुन्छन्। जे जस्तो छ सत्य तथ्य छुट्याइदिने भएदेखि सजिलो हुन्छ।